उपचारका लागि सिङ्गापुर गएका काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा हङकङमा देखिएका छन्। देउवा पत्नी आरजू राणासँगै हङकङको सडकमा हिँडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो। सामाजिक सञ्जाल प्रयोगकर्ता केशर थापाले सार्वजनिक गरेको भिडियोमा देउवा दम्पति सामान्य रूपमा सडकमा हिँडिरहेको देखिन्छ। त्यसो त जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठ स्थित निवासमा भएको घटनामा देउवा दम्पति घाइते भएका थिए। त्यसपछि उनीहरूले नेपालमै केही समय उपचार गराएपछि थप उपचारका लागि सिङ्गापुर गएका थिए। सिङ्गापुर पछि उनीहरू हङकङ पुगेको चर्चा भए पनि यसअघि कुनै तस्बिर वा भिडियो सार्वजनिक भएको थिएन। हाल सार्वजनिक भएको भिडियो पछि देउवा दम्पतिको हङकङ बसाईबारे चासो बढेको छ। यद्यपि उनीहरूको स्वास्थ्य अवस्था र हङकङ बसाईबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन। यता सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागले उनीहरूलाई बयानका लागि बोलाए पनि उनीहरू अटेरी गरी विदेशमै बसिरहेका छन्।